सो नमस्ते एभ्रिवान। अन्तखेरि मैले चाहिँ एउटा लेहेङ्गाको भिडियो हालेको थिएँ होइन। त्यो लेहेङ्गाको विषयमा धेरैजनाले जान्ने इच्छा पनि गर्नुभएको थियो। अन्तखेरि त्यही विषयमा अलिकति भन्नु आँटेको, इन्फर्मेसन दिनु आँटेको। त्यो चाहिँ हो तपाईँको प्लानेट मल सम्पूर्ण सिलगढीमा हो। त्यहाँ चाहिँ तपाईँको के पाउँदो रहेछ भने ब्राइडको पनि पाउँदो रहेछ, ग्रुमको पनि पाउँदो रहेछ, ड्रेसहरू, लेहेङ्गाहरू। त्यो त तपाईँहरूले देखि नै हाल्नुभयो भिडियोमा हो। अन्तखेरि अफिस जाने वेयरहरू, क्याजुअल वेयरहरू, फर्मल वेयरहरू पनि पाउँदो रहेछ। जरुरी छैन कि तपाईँले एकदमै महँगो 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 दामकै मात्रै किनोस् होइन। किनभने बेसी महँगो दामको त हामीले त अब अगाडि पछाडि त लगाउनु सकिँदैन नि त होइन। त्यसको लागि हामीलाई एउटा स्पेसल ओकेसन चाहिन्छ, त्यतिखेर मात्रै हामीले त्यो लगाउनु सकिन्छ। र भारी पनि यति साह्रो हुन्छ कि जिउै दिनैभरि लगाइराख्यो भने त झन् मतलब पुरै अलिअलि पनि होइन, एकदमै अनकम्फर्टेबल हुन्छ। अन्तखेरि हजुरहरूलाई जस्तो चाहिन्छ त्यस्तै लुगा पाउँछ त्यहाँ। क्याजुअलमा पनि पाउँछ, फर्मल पछाडा फर्मल पनि पाउँछ। हेर न, मुख पनि लरपरेको हो। अन्तखेरि मलाई चाहिँ मन पर्यो, तर खोज्नु चाहिँ पर्छ त्यहाँ अलिकति। तपाईँको 500 र 600 को रेन्जमा पनि एकदमै प्योर कटनहरू यति मन परेको कि मलाई नभनोस्। प्योर कटनहरू लुगा पनि पाउँदो रहेछ हो। अन्त म त 2-3 चोटि त्यहाँ गइसकेको छु। घुम्नु मात्रै भनेर पनि गएको छु, सानो सामान किन्नु पनि त्यहाँ जाँदा हुन्छ हो। अन्त हजुरहरूलाई कस्तो रेन्जमा चाहिएको छ त्यस्तै रेन्जमा पाउनुहुन्छ तपाईँहरूले हो। मलाई चाहिँ एकदमै मन परेको छ। हजुरहरूलाई पनि ट्राई गर्नु मन पर्यो भने जानु होला, भिजिट गर्नु होला हो। अन्तखेरि अब हामीलाई हुन्छ नि होइन, एकै ठाउँमा सबै कुरो पाइहालेको भए चाहिँ राम्रो हुन्थ्यो होइन। यताउति जानु पनि नपर्ने। मलाई चाहिँ मेन गएको कारण चाहिँ त्यही हो, कति यता र उति धाइरहनु होइन। अन्त त्यही कारणले चाहिँ मैले हजुरहरूलाई इन्फर्मेसन दिइहालेँ। प्लानेट मल हो, सिलगढी सम्पूर्ण हो। हजुरहरू भिजिट गर्नु होला अवश्य। थ्याङ्क यू सो मच, बाई। र मेरो भिडियोजहरू मन पऱ्यो भने हजुरहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब अवश्य गरिदिनु होला। थ्याङ्क यू सो मच।